नमस्कार सबैजनालाई। आज हामी स्थानीय पुस्तक अन्तर्गत कक्षा 6 को एकाइ 2 मा रहेको स्थानीय परिकार सम्बन्धी जनचेतना फैलाउनको लागि हाम्रा प्यारा भाइ बहिनीहरूलाई परियोजना कार्यसहित उपस्थित गराएको छु। अब हाम्रा भाइ बहिनीहरूले आफ्ना स्थानीय परिकारहरू के बनाउनु भएको रहेछ। आउनुस् हामी सबैजना हेरौँ। बिबिसाले के लिएर आयो? सङ्गीताले के लिएर आयो? अंडा करी। वाओ। आलु चप। वाओ। मनदीप बाबुले के लिएर आउनु भयो? दही चिउरा। वाओ। सागरले के लिएर आउनु भयो? आलु चप र समोसा आफै बनाएर लिएर आउनु भयो। अर्पणले के लिएर आउनु भएको यो? वाओ, हलुवा देख्दै खाउ लाग्ने छ। सुस्मिताले के ल्याउनु भयो? उसिनेको आलु भुटेर। वाओ, उसिनेको आलु भुटेर लिएर आउनु भएको छ। आशिकाले के लिएर आउनु भएको यो? के? आलु भुटेको। वाओ, निकै क्रन्ची देखिन्छ। जीविकाले के लिएर आउनु भयो? ओहो, चटपटेले त हाम्रो पेटमा छटपटे पार्छ नि। पार्वतीले के लिएर आउनु भयो? वा, आलु चिउरा देख्दैखेरि सो टेस्टी देखिन्छ। नम्रताले के लिएर आउनु भयो? नम्रता वाओ, कोदोको रोटी अनि भटमास साँधेको सो स्पाइसी देखिएको छ। अनिरुद्धले के लिएर आउनु भयो? वाओ, आलु पराठा। अहिले हामी सबैजनाले टेस्ट गर्छौँ। पूजाले के लिएर आउनु भयो? वाओ, फ्रेन्च फ्राई सो देख्दै टेस्टी छ। ईश्वरीले के लिएर आउनु भयो? मकै। वाओ, मकै ल्याउनु भएको रहेछ। सुशीलाले के ल्याउनु भयो? ओहो, यो स्थानीय परिकार हो त कान्छी, चाउचाउ। यसले त हामीलाई असर गर्छ नि। स्थानीय परिकार भनेको आफ्नै घरमा बनाएको खानेकुराहरू हुन्, जस्तै मकै, भटमास। यहाँ हेर त के साथीहरूले लिएर आउनु भएको छ है। दिपिकाले के लिएर आउनु भयो? भटमास साँधेको लिएर। वाओ, भटमास साँधेको।